हामी कहाँ जान लाग्छौँ? आज बेलकोटगढी 7 कल्चिडीको चमेरे गुफा जाँदैछौँ। त्यहाँ चाहिँ अब हामी जतिसम्म माथि जान सक्छ जान्छौँ, नभए फर्किन्छौँ। ओके। यो चाहिँ अलिकति बाटोको भ्यू। हाम्रो यहाँबाट चाहिँ हाइकिङ सुरु हुन्छ। यहाँबाट करिब हामी आधी घन्टादेखि 45 मिनटको चाहिँ हिँडाइपछि हामी त्यो लगभग माथि डाँडामा पुग्छौँ र त्यहाँ चाहिँ गुप्तेश्वर गुफा छ। जहाँसम्म लाग्छ हामी त्यहाँसम्म पुगेर आउँछौँ। ल ठिक छ, सुरु गरौँ है त। कल्चिडीबाट चाहिँ यस्तो रेलिङ लगाएको रहेछ गाइज होइन। गुफासम्मै चाहिँ रेलिङ चाहिँ छैन, अलिकति माथि गएर चाहिँ सिद्धिन्छ। तर अलमोस्ट 75% बाटोमा चाहिँ यस्तो रेलिङ र भर्याङहरू नै रहेको छ। अनि यही बाटो भएर हामी आफ्नो बाटो लाग्यौँ, कल्चिडीबाट आफ्नो यात्रा सुरु गऱ्यौँ। यो चाहिँ अलिकति भ्यूहरू रहेको छ त्यहाँको। यो चाहिँ त्यहाँको कुल मन्दिर रहेको छ। तर कस्तो राम्रो बनाइदिएर है। हजुर, हामी थाकिसक्यौँ। सबभन्दा थाक्या त यो चाहिँ भ्यू रहेको छ माथिबाट हेर्दाखेरि यस्तो। म चाहिँ अलि अगाडि पुगेको भएर चाहिँ अलिकति फोटोहरू खिच्दै थिएँ। अनि त्यसपछि उहाँहरूले कुर्दै पनि थिए। मौसम चाहिँ राम्रै थियो, कहिले घाम लाग्ने कहिले चाहिँ अब यस्तो बादलहरू लाग्ने भइरहेको थियो। हेलो गाइज, एकदम पसिना आइरहेछ हामीलाई, भिजिसकेका छौँ, घाम छ। हाम्रो पुरै मजाले पसिनाले भाउजू आउनुभयो। 102 किलोको मान्छे चाहिँ बिस्तारै सफा पसिना आएर भिजेर गाह्रो भइरहेको गाइज। हेलो गाइज, हामी थकाइ मार्न बसेका छौँ एकछिन। भिजिसक्यो मान्छे पसिनाले। एकजना हाम्रो भाउजू अहिले आउँदै हुनुहुन्छ। हाम्रो मान्छे आउँदै हुनुहुन्छ एकजना बिस्तारै। भ्यू हेर्नुहोस्, भ्यू एकदम राम्रो छ यहाँको। तारुकाको प्रख्यात गोरुबुदाइ गर्ने हो त्यो कालिकाको मन्दिर उति जङ्गलभित्र सरस्वतीको मन्दिर। यहाँ चाहिँ अलिकति उकालो बाटो छ होइन। अनि उकालो पनि अलि ठाडो उकालो कि। अनि भर्याङको बाटो सिद्धिएपछि यस्तो आउँछ। धेरै बेर चाहिँ छैन तर थोरै छ। अनि गाह्रो पनि छ कि अलिकति। पानीहरू पऱ्यो भने चाहिँ चिप्लिने डर हुन्छ होइन। अलिकति चाहिँ गाह्रो नै रहेछ यता चाहिँ। यो चाहिँ यहाँबाट भ्यू। बाटो हाम्रो यस्तो रहेछ, यो भ्यू गाइज। यो चाहिँ यहाँसम्म मात्रै हो बाटो। अब यतापट्टि अब यहाँ बाटो नै छैन गाइज। यतापट्टि होला। यहाँबाट यो बाटो चाहिँ छैन, यता अगाडितिरबाट छ होला। हो, यतापट्टि रहेछ गाइज। यतापट्टि अब हामी अलमोस्ट पुग्न लागिसकेका छौँ। हाम्रो दाइ पनि आइपुग्नु भयो, हाम्रो दिदी पनि आउँदै हुनुहुन्छ। यो रहेको छ हाम्रो भ्यू। अलमोस्ट हामी पुग्न लागिसक्यौँ। यहाँ चाहिँ हामी दिदीलाई कुर्दै अलिकति फोटोहरू खिच्न थाल्यौँ। मौसम राम्रै भएको थियो, बादलहरू लाग्थ्यो, अलिअलि हावा पनि चलिरहेको थियो। अनि फोटो पनि राम्रै आइरहेको थियो। हाम्रो दिदी पनि आइपुग्नु भयो। अब बिचरा
छु गुड गुड अनि जसरी पुग्नु छ यस गाह्रो भए पनि मेरो हिँड्ने क्रम जारी छ पुगिहाल्यो नि अब त अब पुग्ने बेला हुन्न आयौँ हामी ल अब फाइनली 10-15 मिनटमा हामी गुफामा पुग्छौँ धेरै बेर बाँकी छैन अब हामी 3 जनाको यात्रा सफल हुन लागिसक्यो दाइ हाम्रो सफल हुन उता अगाडि पुगिसक्नु भयो हामी पनि अब हिँड्ने बेला भयो हामी ठ्याक्कै आइपुग्यौँ गाइज हामी कहाँ आइपुग्यौँ दाइ ठ्याक्कै गुप्तेश्वरी गुफाको मुखमै आइपुग्यौँ हामी चाहिँ यो यहाँबाट रहेको भित्र छ जाने हाम्रो प्लानमा छैनौँ आज हामीसँग गुप्तेश्वरी साथी धेरै गुफा छैन भित्र लाइट पनि यो गुफा रहेको छ गाइज तपाईँ त्यहाँ बस्नु म खिचिदिन्छु गुप्तेश्वरी गुफा हो हामी यहाँबाट भित्र माथि चाहिँ जाँदैनौँ यतिको पनि हामीले सुरुमा भिडियो बनाउने सोचेका थिएनौँ बाहिरबाट हेर्दा अँध्यारो देखिरहेको थियो कि डर लागिरहेको थियो हामी धेरैजना पनि थिएनौँ अनि त्यसपछि पानी पर्ने मौसम छ भित्र जनावरहरू छ कि लागिरहेको थियो होइन भित्रै गयो भने त फुटबल ग्राउन्ड जस्तै छ अरे कि भित्र तर हामी चाहिँ थोरैजना भयौँ अनि पानी पर्ने मौसमहरू भएर पनि गएनौँ कि अनि त्यसपछि यतिसम्म फोटो खिच्यौँ त्यसपछि खाजासाजा खायौँ हामीले होइन पहिल्यै हामीले अलिअलि स्न्याक्सहरू बोकेर चाहिँ गएको थियौँ धेरै लामो हाइक थिएन त्यही भएर धेरै खाजा चाहिँ बोकेनौँ हामीले होइन त्यसपछि चाहिँ बिस्तारै उक्लिन थाल्यौँ गुप्तेश्वरी गुफा गयौँ एकदम रमाइलो रहेछ होइन हेऱ्यौँ 3 जना मात्रै भएको भएर भित्र चाहिँ पुरै गएनौँ बाहिरैबाट हेर्दा पनि एकदम राम्रो थियो तपाईँहरू पनि आउनुहोला सबैजनाले गुफा हेर्नु होला है अब हामी खाजा खायौँ अब खाजा खाएपछि हामी फर्किँदैछौँ के खजुर सानो खजुर वन